ए साउजी अझै ग्यास आएन भनेको हजुर छैन नि ग्यासलाई फोन गर्दैछ हेर्नु है ग्यासको भाइलाई नि फोनै उठाउँदैन है मैले 100 कल जति गरेछु होला बिहानदेखि अझसम्म फोन उठाएको छैन के हो तपाईँहरूको भनाइ पनि अब तपाईँले हिजो आउनुहोस् भन्नुभयो म हिजो पनि आएँ आज आउँछ भने थियो म आज आएँ आज पनि छैन भन्नुहुन्छ अब तपाईँहरूको दोष हो कि डिलरको दोष हो कि उहाँ सरकारले फेरि फुकै छ ग्यास बढी भएर उहाँ फिर्ता लैरहेछ भन्छ त फेरि के हो म त कुरै बुझ्न गाह्रो छ आफ्नो बालबच्चा 3 दिन भइसक्यो भोगै बसेको म त यहीँ बस्ने हो साउजी दिनुहोस् नदिनुहोस् हे बहिनी तपाईँ कस्तो बुझेर नबुझे जस्तो कुरा गरेको अब ग्यास मैले उमार्ने हो र मैले कहाँबाट ल्याएर दिनु न त मैले दिनु मन थिएन मलाई बेच्नु मन थिएन अब ग्यासै पठाउँदैन त यहाँ आइदिनुहोस् मैले 100 चोटि फोन गरिसकेँ फोनै रिसिभ गर्दैन अनि मैले कसरी दिनु तपाईँलाई ग्यास फेरि फोन आयो ग्यासको हजुर ग्यास ग्यास त आएको छैन नि लाग्छ होला 2-4 दिन अब ल देख्नु बहिनी ग्यासको लागि तपाईँ यहाँ हुँदै 2 मिनट भित्रमा कति कल फोन आयो देख्नुभयो त्यो कुरा थाहा भएन साउजी नेपालमा अहिले थाहा होला नि तपाईँलाई आफ्नो माग पुरा भएन भने के गर्छन् भनेर तपाईँलाई नि थाहा छ होला नि म त यी आत्मदाह गरिदिन्छु अब पनि ग्यास पाएन भने त बहिनी के गरे त्यो अनि के हो त्यो चाहिँ मोर्टेल हो नि के हुनु नि ए मोर्तेल रहेछ त नि 4-5 साग त त्यसले पाक्छ होला खाना त्यो पकाउँदै गर्नु त्यतिखेर जान्छ ग्यास आइहाल्छ नि टेन्सन नलिनुहोस् बहिनी है